दाइ 30 देखि 40 सम्मको ल्यापटपमा के काम गर्न मिल्छ त 30 देखि 40 सम्मको ल्यापटपमा तपाईको सामान्य खालको वर्ड एक्सेल पावर पोइन्ट होटल म्यानेजमेन्ट पढ्दै हुन्छ बीएचएम पढ्दै हुन्छ आइएलटीएस पिटिए गर्नलाई पुग्छ दाइ 40 देखि 50 मा कस्तो कस्तो काम गर्न मिल्छ हो त्यो पनि सामान्य कामकै लागि हो तर कहिलेकाहीँ फोटोसपहरु चलाउने कहिलेकाहीँ AutoCAD चलाउने अलिअलि प्रोग्रामिङहरु कोडिङहरु जावाहरु सिक्नलाई भने 50 सम्मले पनि पुग्छ तर तपाई कम्प्युटर साइन्स पढ्दै हुनुहुन्छ तपाई सीएसआईटी पढ्दै हुनुहुन्छ भने तपाईलाई मिनिमम 60 देखि 70 सम्म किन्नै पर्छ किनभने 16 GB RAM किन्नै पर्यो 512 SSD किन्नै पर्यो जेनेरेसन नयाँ किन्नु पर्छ दाइ म सिभिल पढ्छु सिभिल पढ्नलाई चाहिँ म प्राय जसो 90,000 सम्मको माथि किन्नु भन्छु के हुन त बजेट छैन भने 70 सम्म किने पनि काम चाहिँ चल्छ नचल्ने हैन तर सकेसम्म 90 देखि माथि किन्यो भने किनभने सिभिललाई AutoCAD Revit 3D GIS हरु चलाउनु पर्छ त्यसको लागि 90 देखि 1 लाख सम्म किन्दा राम्रो सिभिललाई चाहिँ बजेट छ भने त 1 लाख 1.5 लाख 2 लाख जति किने पनि हो तर बजेट टाइट छ भने पनि 90 सम्मको बजेट बनाएर ल्यापटप किन्दाखेरि राम्रो सिभिललाई कम्प्युटर साइन्स पढ्ने मान्छे धेरै महँगो चाहिदैन त्यो तपाई के भन्छ वर्ड एक्सेल पावर पोइन्ट चलाउने हो धेरैमा प्रोग्रामिङ कोडिङ जावा पसन्द गर्ने हो त्यही भएर 65 देखि 70 सम्ममा कम्प्युटर साइन्स पढ्नेहरुले मज्जाले पाउन सक्नुहुन्छ अब आर्किटेक्चरले कस्तो ल्यापटप किन्ने त इन्टेरियर डिजाइनर कस्तो ल्यापटप किन्ने त हो आर्किटेक्चर पढ्दै हुन्छ नि मिनिमम 1.5 लाख सम्म किन्नु माथि जति किने पनि भयो 2 लाख 2.5 लाख जति किने पनि भयो तर मिनिमम 1.5 लाख सम्म किन्दाखेरि राम्रो आर्किटेक्चर पढ्नेहरुलाई चाहिँ कि उनीहरुले हाई लेभलको सफ्टवेयर चलाउनु पर्छ त्यही भएर आर्किटेक्चर पढ्नेहरु चाहिँ 1.5 लाख भन्दा मुनिको चाहिँ ल्यापटप नकिनेकै राम्रो मेरो विचारमा चाहिँ प्लस तपाईलाई ल्यापटप बारेमा जिरो नलेज छ तपाईको बजेट 30,000 छ 50,000 छ 1 लाख छ कुन ल्यापटप किन्नु अनमोल हुनुहुन्छ के कामको लागि चाहियो थाहा छ तर कस्तो ल्यापटप किन्दाखेरि राम्रो होला यो बजेटमा कुन ल्यापटप राम्रो होला भन्ने आइडिया छैन भने म्याक्सेलमा आउनुस् तपाईलाई आफ्नै दाइ भाइ दिदी बहिनी सम्झेर तपाईको बजेटमा तपाईको कामको लागि बेस्ट ल्यापटप म्याक्सेलले प्रोवाइड गराउँछ चाहे तपाई त्यो आईटी को लागि होस् चाहे त्यो कम्प्युटर साइन्स पढ्नलाई होस् चाहे त्यो बीएचएम को लागि होस् चाहे त्यो होटल म्यानेजमेन्टको लागि होस् चाहे तपाईको त्यो ब्याचलर लेभलको लागि होस् चाहे त्यो विदेश लिएर जानलाई होस् चाहे त्यो आइएलटीएस पिटिए गर्नलाई होस् चाहे तपाईको त्यो सिभिललाई होस् चाहे त्यो आर्किटेक्चरलाई होस् जुनसुकै कामको लागि पनि बिजनेस लागि होस् जेसुकैको लागि होस् म्याक्सेलले तपाईको बजेटमा तपाईले बेस्ट ल्यापटप प्रोवाइड गराउँछ गाइस ढुक्क गराउँदा हुन्छ